नमस्ते। आज हामी एउटा एकदमै महत्त्वपूर्ण विषयमा कुरा गर्दैछौँ, तनाव व्यवस्थापन अनि आफ्नो मानसिक ऊर्जालाई कसरी रिचार्ज गर्ने। हो र यसका लागि हामीले कामका सिइओ डेभिडको उहाँको अन्तर्वार्ता र उहाँको किताब रिचार्जलाई आधार बनाएका छौँ। हाम्रो आजको छलफलको मुख्य उद्देश्य नै यही हो, मानसिक ऊर्जा व्यवस्थापन गर्ने केही व्यावहारिक साँच्चै काम लाग्ने तरिकाहरू पत्ता लगाउने। र यसको मुटुमा एउटा सरल तर गहिरो विचार छ। हाम्रो दिमाग पनि एउटा ब्याट्री जस्तै हो। ब्याट्री जस्तै हो, जसलाई नियमित रिचार्ज चाहिन्छ। सुन्दा सामान्य लाग्छ, तर यसले मानसिक स्वास्थ्यलाई हेर्ने हाम्रो दृष्टिकोण नै बदल्न सक्छ। डेभिड कोले यो जुन फोनको ब्याट्रीसँग मानसिक ऊर्जाको तुलना गर्नुभएको छ नि, त्यो आइडिया मलाई साह्रै रोचक लाग्यो। उहाँले भन्नुहुन्छ, कसैलाई तपाईँ कस्तो हुनुहुन्छ भनेर सोध्नुभन्दा तपाईँको ब्याट्री कस्तो छ भनेर सोद्धा कहिलेकाहीँ बढी अर्थपूर्ण हुन सक्छ अरे। हो, किनभने कस्तो हुनुहुन्छ सोद्धा मान्छेले प्राय ठिकै छु भनिदिन्छन्, हैन र? एकदम। तर ब्याट्रीको कुरा गर्दा अलि ठोस जवाफ आउन सक्छ। उहाँको एकजना साथीले आफ्ना बच्चाहरूसँग कुरा गर्न यो तरिका अपनाउनु भएको रहेछ। ए हो र? बच्चाहरूको लागि त झन् राम्रो होला है आफ्नो भावना व्यक्त गर्न। हो नि, तर वयस्कहरूको लागि पनि यो उत्तिकै उपयोगी छ जस्तो लाग्छ। उहाँले त्यो 0 देखि 100% स्केलको कुरा गर्नुभएको छ नि। त्यो स्केल, त्यसलाई उहाँले 4 भागमा बाँड्नु भएको छ। 0 देखि 25% भनेको चाहिँ तुरन्तै रोकिनुपर्ने अवस्था, मतलब एकदमै लो ब्याट्री। एकदम। अनि 25 देखि 50% चाहिँ रिचार्ज गर्ने बेला भयो भन्ने। 50-75%ले रिचार्ज गर्ने बारे सोच्न थाल्नु पर्यो भन्छ। अनि 75 देखि 100% चाहिँ ठिक्कै अवस्था हो। यसले कस्तो भने नि, त्यो अमूर्त भावनालाई अलि नाप्न सकिने जस्तो बनायो। हामी आफ्नो फोनको ब्याट्री 2% मा झर्दा कस्तो आत्तिन्छौँ, होइन? हो त नि, चार्जर खोज्न दौडिहाल्छौँ। त्यही त। तर आफ्नो मानसिक ऊर्जा त्यति घट्दा चाहिँ हामी कतिको सचेत हुन्छौँ त, यो सोच्नुपर्ने कुरा हो। अनि उहाँले तनावको बारेमा पनि राम्रो कुरा भन्नुभएको छ। सबै तनाव खराब हुँदैनन् रे। त्यो महत्त्वपूर्ण छ। राम्रो तनाव र नराम्रो तनाव। राम्रो तनाव जसले हामीलाई सिक्न बढ्न मद्दत गर्छ, अनि नराम्रो तनाव जसले चाहिँ चिन्ता, डिप्रेसन अनि त्यो बर्नआउट भन्छ नि। हो, त्यो काम बढी दिक्क लाग्ने, थकाइ लाग्ने अवस्था, त्यसलाई छुट्याउनु पर्यो। तनावै नहुने कार्यस्थल त खै सम्भव होला र? त्यो त गाह्रो होला, तर कस्तो खालको तनाव छ त्यसलाई व्यवस्थापन गर्न सकिन्छ। कार्यस्थलमा त झन् यो कुरा लागू हुन्छ। निरन्तरको दबाव, त्यो नराम्रो तनावले त मान्छेको क्रिएटिभिटी, काम गर्ने क्षमता सबै घटाउँछ। तर चुनौती छ, तर सँगसँगै सपोर्ट पनि छ भने नि। हो, चुनौती तर सपोर्ट सहितको, त्यो चाहिँ राम्रो तनाव भयो। त्यसले त उल्टै मान्छेलाई हौसला दिन्छ, अगाडि बढ्न मद्दत गर्छ। काम कम्पनीमा उहाँहरूले के अभ्यासहरू पनि गर्नुहुन्छ अरे नि, होइन? मिटिङ सुरु गर्नु अघि ध्यान गर्ने। ध्यान गर्ने, अनि त्यो कृतज्ञता व्यक्त गर्ने सेसनहरू राख्ने, जुम फ्री दिनहरू, यी ससाना कुराले पनि ठुलो फरक पार्छ। जुम फ्री डे पनि? त्यो त गजब लाग्यो। हो नि, यस्ता अभ्यासले नै त्यो सहयोगी, ऊर्जा दिने वातावरण बन्छ के। तर यस्तो संस्कृति बनाउन लिडरको भूमिका कस्तो हुन्छ, खास गरी आफ्नो कमजोरी देखाउने कुरामा? त्यो निकै गाह्रो विषय हो, खास गरी सिइओहरूका लागि। डेभिड कोलेले भन्नुभयो अनुसार उनीहरूलाई सधैँ बलियो देखिनुपर्छ भन्ने एउटा दबाव हुन्छ नै होला नि, पद नै त्यस्तै। तर उहाँको अनुभवले के देखाउँछ भने, जब लिडर अलिक खुला हुन्छन् नि, आफ्नो सङ्घर्षबारे कुरा गर्छन्, त्यसले अचम्म किसिमले विश्वास बढाउँछ। साँच्चै हो, टिम झन् बलियो हुन्छ। अनि यो खुलापन सँगसँगै कर्मचारीलाई मानसिक स्वास्थ्यका साधनहरू जस्तै मेडिटेसन एप्स भयो, थेरापीको पहुँच भयो, यस्ता कुराहरू उपलब्ध गराउँदा त्यसले त पक्कै राम्रो गर्छ होला। कर्मचारीको कल्याण अनि कम्पनीप्रतिको वफादारी अनि उत्पादकत्व पनि बढ्छ। उहाँले भन्नुभएको एउटा कुरा मलाई निकै मन पर्यो, राम्रो सपोर्ट भएन भने राम्रा मान्छे टिक्दैनन्। त्यही त। त्यसैले जोड चाहिँ सहेर अघि बढ्नुमा होइन, ऊर्जा पुनः भर्नुमा हुनु पर्यो। पावरिङ थ्रु होइन, पावरिङ अप। पावरिङ अप, यो मानसिकतामै परिवर्तन ल्याउने कुरा भयो। हो, ठ्याक्कै। ल, त्यसो भए आजको यो हाम्रो छलफलबाट केही मुख्य कुराहरू निस्किए। पहिलो, आफ्नो मानसिक ऊर्जालाई ब्याट्री जस्तै सोच्ने। त्यसको लेभल कति छ भनेर सचेत हुने। दोस्रो, राम्रो र नराम्रो तनावलाई चिन्ने र व्यवस्थापन गर्ने कोसिस गर्ने। तेस्रो, लिडरहरूले पनि आफ्नो कमजोरी देखाउन डराउनु भएन, त्यसले विश्वास बढाउँछ। अनि चौथो,
कार्यस्थलमा सहयोगी प्रणालीहरू जस्तै मानसिक स्वास्थ्यका साधनहरू उपलब्ध गराउने। एकदम। यी सबै व्यवहारिक कदमहरू हुन् जसले साँच्चै फरक पार्न सक्छन्। र अब श्रोताहरूका लागि एउटा सानो प्रश्न छोडेर जाउँ न त। हुन्छ। प्रश्न के छ भने आफ्नो दैनिक जीवनमा हेर्दा कुन कुराले तपाईँको मानसिक ब्याट्री सबैभन्दा धेरै खाइरहेको जस्तो लाग्छ? त्यो पहिचान गर्न सकिन्छ कि? अनि त्यसलाई व्यवस्थापन गर्न आजैदेखि चाल्न सकिने एउटा सानो, एकदमै सानो कदम के हुन सक्छ? खै, यसबारे सोच्नुभयो भने सायद रिचार्जको यात्रा त्यहीँबाट सुरु हुन्छ कि? निकै सान्दर्भिक प्रश्न। यसमा विचार गरौँ। आजको लागि यति नै। धन्यवाद। धन्यवाद।